मायावी फिल्म किन फ्लप भयो? के मोहर पनि फ्लप हुन्छ? फिल्म स्टारले फिल्म हिट गराउँछन् कि फिल्मले स्टारलाई? यो प्रश्न अहिले नेपाली फिल्म उद्योगमा निकै चर्चामा छ। 2024 मा पल्साको कमब्याक फिल्म मायावी ठूला आशाका साथ रिलिज भयो, तर नतिजा बक्स अफिसमा ठूलो झट्का। तर किन? के फिल्मको कथा कमजोर थियो कि पल्साको क्रेज घट्दै गएको हो, वा दर्शक अब नयाँ स्वाद खोज्न थालेका छन्? विस्तृत विश्लेषण गर्दा तीनवटा मुख्य कारण भेटिन्छन्। पहिलो, कमजोर कथा र स्क्रिन प्ले। मायावीको एक्सन राम्रो थियो तर कथा क्लिसे लाग्यो, दर्शकलाई नयाँपन चाहिन्छ तर फिल्मले पुरानो स्टाइल दोहोऱ्यायो। दोस्रो, गलत प्रमोसन स्ट्राटेजी। फिल्मको हाइप बलियो भए पनि ट्रेलरले दर्शकलाई धेरै आकर्षित गर्न सकेन। ठूला बजेटको फिल्म हुँदा पनि मार्केटिङ कमजोर रह्यो। तेस्रो, दर्शकको बदलिदो रोजाइ। अहिले दर्शक राम्रो कथावस्तु खोज्छन्, सिर्फ स्टारको क्रेजले मात्र फिल्म चल्दैन। पल शाहको क्रेज अझै बलियो छ तर अब स्टोरी प्रेजेन्टेसनले नै गेम बनाउँछ। अब मुख्य कुरा, के मोहर फिल्म पनि यही गल्ती दोहोऱ्याउने छन्? यदि मोहरमा दमदार कथा, बलियो निर्देशन, उत्कृष्ट प्रमोसन भएन भने यसले पनि मायावीको जस्तै अभिगत बेहोर्नु पर्छ। तर यदि सही सिकाइ लियो भने मोहर सुपरहिट हुन पनि सक्छ। तपाईको विचारमा मोहर हिट हुन्छ कि फ्लप? कृपया कमेन्टमा लेख्नुहोस्। भिडियोलाई लाइक, शेयर र च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोस्। धन्यवाद। जय नेपाल, जय सिनेमा।